फाइनल्ली हामी आज यहाँ एसी जोड्न आइरहेको छौं। साइडहरु हेर्दै छौं। सब ठीक छ भन न। हाम्रो यता राख्ने गरे के भयो एसी जोडे छैन हौ। बस कुन एसी जोडेछ? कुन एसी जोडेछ? ल हामी कालिका चोकदेखि थोरै माथि एउटा अफिसमा आएको छौं। अफिसमा आएको छौं हामी फाइनली भन्नुपर्दा। हामी अफिसमा आएर एसी सेसी हेर्ने अनि के छ कसो छ नमस्कार। यहाँ एसी मर्मत गर्ने क्रममा आज चाहिँ माथि घाममा परिएको छ। देख्न सक्नुहुन्छ आज घाम छ। अत्याधिक घामले गर्दा फेरि यहाँ बुटोलमा चर्को घाम लागिसक्यो। अब एसीको धमाधम फिटिङ हुँदैछ है। एसी चाहिँ धमाधम फिटिङ हुँदैछ। अब यहाँ हाम्रो बोसले चाहिँ यहाँ एसी हाल्दै हुनुहुन्छ। कुन ग्यास रहेछ भन्दा R600 ग्यास रहेछ। R600 ग्यास के गरेको दाइ त्यो? पैसा निकालेको। यहाँ दाइले पैसा निकाल्दै हुनुहुन्छ। पैसा निस्किन्छ यसरी कसरी? ऐसा नहीं बात ब्याकअप हुँदैछ। लागेको छ घाम लाग्छ। बिग्रो इसको ड्राइभर हान्नु त। इसको ड्राइभर ल्याउनु भएन। यसले हान्नु। हाम्रो एउटा चाहिँ फ्यानको एउटा कम्बिनेसन अनि मात्रै बस्नु एकछिन राजु भन के छ हजुर? राजु भैया हामी चाहिँ यहाँ एसी बनाउन आएको थियौँ। तर कुनै कारणवश यहाँ एसी बन्न सकेन। बन्न चाहिँ बन्छ बिस्तारै। अनि यहाँ चाहिँ हाम्रो यो सहकारी लघु वित्त सहकारी है हाम्रो म्यानेजर साहब आउनुभयो। उहाँ चाहिँ म्यानेजर के भन्नु छ हजुर? यहाँ आजको काम कस्तो लाग्यो तपाईँले? बोससँग कुरा गरौँ। उहाँ चाहिँ हाम्रो म्यानेजर साहब हुनुहुन्छ। बोस चाहिँ आउँदै हुनुहुन्छ। बोससँग कुरा गरौँला। यहाँ राजु भैया हाम्रो
राजु काका बोस हाम्रो बोसको इन्ट्री हुँदैछ उहाँ चाहिँ विगत 10 वर्षदेखि एसी फ्रिजको काम गर्दै आउनुहुन्छ। त्यो भएर उहाँहरूलाई चाहिँ प्रोफेसनलको रूपमा बोसको रूपमा हामीले पोस्ट आपका आशीर्वाद चाहिए। जब ना आपका आशीर्वाद चाहिए, हमको भी गुरुजी बना दो। जमना था खरे साना बनो हैं तिमी हजुरले कतिचोटि भनौँ कि ग्यास होल्डमा गरेछ 10 चोटि भन्न पर्ने दिदी भनिदिएको मैले त्यो केटीले काट्न भनेको अब भक्कु सरले भन्छु सरले गाइस अब नास्ता खाने टाइम भयो हाम्रो साथ बोस उहाँ हाम्रो कहाँ घर हजुरको घर कहाँ पर्यो हजुरको थाहा छैन के नाम नानीको नाम के हो नि तिम्रो घर त उता तल होइन र हो जानकी के हो नि जानकी कुमार कुमारी कतिमा पढ्छौ नि कुमारी हो कतिमा पढ्छौ नि केजीमा पढ्छौ जिरोमा होइन जिरोमा केजीमा होइन जिरोमा जिरोमा अब थाहा छ बस के खान्छौ नास्ता खाने होइन क्या जिरोमा पढ्छन् जिरोमा राजु भैया ल हामी यहाँ चाहिँ भाटबटिनीको नजिकै अब एउटा एसी सर्भिस गर्न आइरहेको छ। हाम्रो दाजुले विस्तृत रूपमा सर्भिस गर्दै हुनुहुन्छ। हाम्रो चाहिँ होलसेल यहाँ कुर्था सुरुवालको ठाउँमा एसी सर्भिस भाटबटिनी नजिकै गाइज देख्न सक्नुहुनेछ। हाम्रो यहाँ पावर सप्लाई हजुर लाइन पावर सप्लाई तान्ले मैले ल फाइनल्ली अब हाम्रो कभर प्याकेजिङ भइसकेको छ। यहाँ भन्नुपर्दा स्यामसङ कम्पनीको एसी सर्भिस हुँदैछ। हाम्रो अमर दाजुले यहाँ विस्तृत रूपमा काम गर्दै हुनुहुन्छ। तपाईहरु पनि त्यस्तो एसीसँग सम्बन्धित सम्पूर्ण कामहरू गर्न छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो बीएस
इलेक्ट्रिकल के सेन्टर भनिदिनु हेर्दै हाम्रो कम्पनीको नाम के हो दाइ लुम्बिनी रेफ्रिजरेटर प्लस इलेक्ट्रिकल बिएस इलेक्ट्रिकल एकदम सुपथ मूल्यमा होम डेलिभरी हुनेछ बुटोल टु भैरुवा फुल सर्भिस 1500 तपाईहरुलाई विशेष डिस्काउन्टको साथ 50 रुपैयाँ डिस्काउन्ट गरेर फुल सर्भिस 1500 हैन 50 रुपैयाँ डिस्काउन्ट दिने हैन दाइ 50 रुपैयाँ डिस्काउन्ट दिने ल 50 रुपैयाँ डिस्काउन्ट तपाईलाई चान्चुने हैन ब्रान्डेड खालको हाम्रो सर्भिस हुन्छ फुल सबै फिटिङहरु निकालेर बक्स निकालेर एकदम विस्तृत रूपमा